We are at Dolal Ghat. He is Rajin brother. He's watching, he's running outside, and this is the Indravati Khola pool. And we are running here and there. This is the fucking beach puzzle. I'm going to for taking a break, okay? We are at Dolal Ghat pool. Dolal Ghat. Dolal Ghat Bazaar. Look at the Dolal Ghat Bazaar. अब हाम्रो चाहिँ यात्रा चाहिँ भैरवकुण्डको हो. यहाँबाट अझै लाग्छ टन्नै बाइक हाक्ने छ अझै थुप्रो छ. Welcome to Bagam. This is Bagam. Finally guys, we are at Bagam. Being Rajindai. Hello. Say hello. Hello. Welcome to our YouTube channels. Subscribe our YouTube channel and let's see the Bagam village. Nice village. Wow. भात उठ्यो पकाउने के त चाँडो पकाउन न खाना त्यसले दाल कल त म कथकुन्डर जोड्छु This is the main place. एउटा होटल रहेछ एउटा यहाँ गोठको बास सुनि भयो आज उहाँ माथि छ पुरै हुसुला ड्याममा भएको छ रहिँदै उहाँ छ के गर्छ अनुहार रात पुरा छ रात पानी दिने हो यहाँ दाइ छ नि यहाँ हिरो दाइ आमा जिक्सी दाइ कस्तो हेन्सम दाइ रहेछ यार यहाँ त ओहो एउटा केही बोल्नु न त यहाँ हजुर ए टाढोको पाहुनाहरू पाउनु भएछ अनि अलि बिच पर्छ भनेर यतै बस भनेर राखेको थियो अनि अब जानु पनि खुसी बस्ने पनि खुसी भनेर भने ठिक छ अलि बिच पर्छ भन्ने कुराहरूलाई यो ठाउँको नाम के हो अरे सोथाङ सोथाङ हामी चाहिँ भैरवकुण्ड वे टु भैरवकुण्ड थियो हाम्रो डेस्टिनेसन चाहिँ अब भोलि बिहानै हामी 2 बजी उठेर हिँड्छौँ त्यही हो We are going to Bhairabkunda. It's 10 o'clock. अगाडि दुई हिँड्दै हुनुहुन्छ हुस्सो लागेछ हिउँ परेछ यस्तै हो है त हिउँ त्यो रजिन दाइ से समथिङ हेलो ब्रो हेलो आई एम ल उता हाम्रो दाइ पनि भेट्नु भएको दाइ तपाईँको नाम भनिदिनु त ह्यान्डसम सेम बिपिन दाइ जस्तै रहेछ भने नाम भन्नु न शुभ नाम लेख बहादुर कार्की हामी कहाँबाट भेटेको तलबाट भेटेको दाइ गाडी लिएर आएको गाडी उक्लिन सकेन होइन दाइ गाडी नउलेर हामी चाहिँ हिँड्दैछौँ हिँड्दै हिउँै हिउँ छ यी 8 बजी रहेछ रातको 8 नभन्नु नि 10 भन्नु न ए 10 बजी यो सुन्नु न यता हेर हेलो तपाईको लगभग त्यो आज इन्टेडा बारे ल वी आर गोइङ टु ट्रेक फर भैरवकुण्ड दिस इज द भैरवकुण्ड फ्रम यो कुन ठाउँ रे दाइ ठाउँै बिर्स्यो चाको पाटो के भन्ने थियो उहाँ हिम हजुर टोकर मकर उहाँ त हिउँको भ्यूहरू बाफ्रे बाफ त्यही दाइ टोइलेटबाट बोले हो त्यही भएर अलिकति नमिल्या हो यो भ्यू हामी त्यहाँ सुतेको राति यस्तो छ यी खुट्टामा हेर्नु त हाम्रो भैरवकुण्डको यात्रा सफल र कारण होस् उतै हिमाल देखिएको छ गौरी शङ्कर हेर्नु हिउँ हेर्नु यहाँ हिउँ ए हिउँ हेर्नु हिउँ दाइ हुनुहुन्छ ड्राइभर दाइ उहाँनिर अर्को टोलीहरू हुनुहुन्छ माथि हिमाल हेर्नुहोस् कता नाइस हिमाल उहाँबाट उ भइरहेछ अब जानु पनि चाहिँ हामी उतै मास्तिरै हो उहाँनिर छ जस्तो भैरवकुण्ड ल we are moving to Bhairabkunda. It's fully snowfall. There is Rajindai. Hello, say hello. Hello. Janji bhai. We are moving to the
चाहिँ हिँड्यौँ अरू ग्रुपहरू हिजो बाटोमा भेट्नु भएको ग्रुपहरू पछाडि नै हुनुहुन्छ बाटो पुरै स्नोफल छ अब यहाँ अब जेन्जीलाई इन्ट्रोडक्सन दियो व्हाट इज योर नेम ब्रो My name is Suraj Karki. I'm from Morang. Morang where Viratnagar Yes, I'm currently living in Kapur, Nagul. oh nice I'm studying BSc first year. That's my backup. हामी चाहिँ हिँडिरहेको छौँ पुरै स्नो छ हेर्नु त यो बनाउनु पर्छ हो कस्तो बबाल स्नोफल दिस इज आवर ट्रेक नाइस ट्रेक अर्को ग्रुपहरू यहीँनिर हुनुहुन्छ हिँडिसकेको जस्तो हामी चाहिँ अब धेरै माथि आइसक्यो अब अझै 2 घन्टा छ पुग्नलाई अहिले हामी पछि भेट्छौँ लड्दिएर यार अर्जेन्ट Lovely. गीतको भाइब पनि उस्तै बवाल भ्यू पनि उस्तै बवाल मा कसम यतिको भएपछि के चाहियो हौ गाइज अब यो डाँडाको कटेपछि चाहिँ पुग्न सक्छौँ अरे पुग्छौँ भन्ने सुनेको थिएँ भैरवकुण्ड अब हेरौँ यो डाँडा त सकिन्छ सक्न त हिजो योभन्दा खतम डाँडा कटेर हो यो उकालो यहाँसम्म गाइजहरू उता दाइ झन् चप्पलमा छ अब यो उकालो कसरी उक्लिने भन्ने छ त दाइको लागि अलि यो चाहिँ अलिक गाह्रै नै रहेछ लास्टै गाह्रो रहेछ हिउँमा त्यस्तो उकालो छ यार बाफ्रे Give me introduction, Rajin brother. Hello, I'm Rajin Dai From where? from Bhaktapur. Bhaktapur where? Which place? From Duakot. Duakot where? Give me a street number. Duakot next to Vikas Baral. House number. House number 31. 31 This is the view. उताति लास्टै उकालो छ अनि उहाँ गाइजहरू आउँदैछन् अलिकति लास्टै आउँछ एउटा दाइ त उहाँ चप्पलमा हुनुहुन्छ चप्पलमा फर्स्ट टाइम होइन भाइरल हुन्छ है चप्पलमा भैरवकुण्ड कसले हान्नुहुन्छ उहाँले हान्नुहुन्छ अब चाहिँ गाड फटाइ हुने रहेछ तर म यहाँबाट माथि जान सक्दिनँ होला कि हिँडौँ गाई हिँडौँ है अहिले भेट्छु ल ल अब चाहिँ मेन उकालो आइपुग्नु लाग्यो अनि त्यहाँबाट चाहिँ हाम्रो अलमोस्ट अब भैरवकुण्ड आउन लाग्यो होला जस्तो लाग्नु थाल्यो अलिकति हिउँ छ हिउँ भएर चाहिँ अलिक गाह्रो भयो केही छैन केही पाउनलाई केही गाड पनि फटाउनु पर्छ र केही घुमाउनु पनि पर्छ केही पाउनलाई गाड पनि फटाउनु पर्छ स्वर्ग देखिनु स्वर्ग हेर्नलाई त बाबु यति त हिँड्नै पर्यो नि माथि स्विजरल्यान्ड ओइ ल सरी यार भ्लगमा गाइज सी द भ्यू लगभग हामी हिँडेको होमस्टेबाट हिँडेको लगभग 1.5 घन्टा भयो होला अब 1 घन्टा न आधी घन्टामा पुग्छौँ कि भैरवकुण्ड
यो चाहिँ कसम भनेको यस्तो बवाल छ नि हेर्न सक्नुहुन्छ म त त्यो आइसमा गएर उफ्रिनु मन लागिरहेको छ त्यहाँबाट चिप्लिन्छु होला फेरि म काम पनि फेरि बवाल लागिरहेको छ भन्न सनस्क्रिन लागिएछ अब त स्ट्यामिना फाँक भइगयो नि फाँक पनि हल्का त त्यही छ आइस यो ओइ कत्रो गहिरो गाइस राम्रै छिर्छ मान्छे त यहाँ कति फिट होला हौ यो त गहिरो हेलो अब चाहिँ हामी आइपुग्न लाग्यो जस्तो लाग्यो अझै हिँडिरहेछौँ अब यहाँ हेर्नु हिउँ मात्र छ चिप्लेखा खुट्टा हिँड्न अलिक गाह्रो भइरहेछ अनि अब यहाँबाट 20 मिनट लाग्छ त्यहाँ पुग्न अनि आज हामी काठमाडौँ नै फर्किन्छौँ होला सकभर फर्किन्छौँ नै होलाको कुरो होइन अलि हिउँमा हिँड्न चाहिँ अलिक गाह्रो हुँदो रहेछ खुट्टा पनि धस्दो रहेछ अब तपाईँहरूलाई म भैरवकुण्ड पुगेर के दृश्यहरू देखाउँछ है त रविन्दाहरू उहाँबाट आउँदैछ हामी भैरवकुण्डतिर लागिरहेछौँ हामी उहाँबाट आएको उहाँ माथिबाट अब यहाँबाट कम्तीमा पनि अझै 1.5 घन्टा छ हिँड्नुपर्ने उकालै उकालो पुरै हिउँ छ हिउँ भएर कारणले गर्दा अलिकति स्यासा पनि हुन्छ हिँड्नु पनि अलिक गाह्रो बनायो ठिक छ अनि यो लुकार द भ्यू गाइज ऊ त्यो सनराइज भइरहेछ खतरा घाम पनि लाग्यो अलि फेरि हिउँ पक्लिसकेपछि हिँड्न अलिक गाह्रो हुन्छ तपाईँको खुट्टा चिप्ने नि ठ्याक्क गाड्यो भने ब्याटो खुट्टा भाँचिन्छ त्यही भएर अलि अगाडि हिँड्दैछौँ अहिले अलि उकालो छ यति उकालो कष्ट गरिसकेपछि स्वर्ग देख्नको लागि त घुमाउनु पर्छ होला नि त गाइड This is my 4th trek. After this, I will trek ABC, north and south from Bhairabkunda. This is too easy trek. Yeah. यो स्नोले गर्दा अलिक गाह्रो भयो क्या हिँड्नलाई चिप्लिने खुट्टा अहिले म केही रमाइलो चिजहरू देख्यो भने तपाईँहरूलाई म देखाउने छु है त डेस्टिनेसन ह्याज कम वाउ अब फाइनली डेस्टिनेसन ह्याज कम अब हामी लगभग अब 5 मिनट टाइम राखिदिउँ न 5 मिनटमा म पुगिदिन्छु सबैभन्दा अगाडि म थिएँ अहिले म भिडियो बनाउने क्रममा म पछाडि भएँ अरू गाइजहरू अगाडि छन् अब फर्किँदाखेरि हाम्रो गाँड फटाइ हुन्छ यस्तै हो अब पीडा दिलमा पीडा मान्छे चिलमा गाडको त्यो मस्काना भएको छ माथि यो स्नोले गर्दा त्यही हो के अन्त यस्तो यो जेन्जी भाइ हो रवि दाई पनि छ त भन्थे रवि दाई रहन्छन् अब त भाइले चाउचाउ दिन लागिरहेछ मलाई गाइज ल हेर्नु त यहाँ यो तपाईँहरूलाई त भिडियो हेर्दा त रमाइलो हुन्छ आउन कम गाह्रो छ ल अहिले भेट्छु ल नुहाइदिउँ ल this is the Gosai Bhairabkunda. We arrive here
भैरवकुण्ड किन चढाउन सुन महँगो छ बाबु ए उहाँहरूसँग होला यही हो भैरवकुण्ड ललन दाइ कस्तो भयो एक्सपिरियन्स भन्नु उकालो चढ्दा एकदम गजब दाम कस्तो गजब खालके एकदम राम्रो फ्यान्टास्टिक ओके तपाईँ खुसी त हुनुहुन्छ नि अहिलेसम्मको सबैभन्दा खतरा ट्रेक मध्येमा कुन लाग्यो तपाईँलाई यो पनि भन्न अहिलेसम्मको 4 ट्रेक मध्ये सबै खतरा छ हाम्रो ल है त दिस इज अ भैरवकुण्ड वी आर हियर दिस सो नाइस अहिलेसम्मको सबै ट्रेक मध्येको योमा पनि एउटा बेस्टमै पर्छ ल यसो हेरिदिनुहोस् अब हामी बाई बाई गर्ने तर्फतिर लाग्दैछौँ अब भैरवकुण्ड धेरै नै सुन्दर रहेछ यति भन्दै अब हामी बिदा लिन चाहन्छौँ है त जय नेपाल बाई बाई भैरवकुण्ड अब कुनै दिन केही मिलेर आयो भने आयौँ यो हो भैरवकुण्ड बाइक गर्दै अब हामी बगानतिर लाग्दैछौँ बाटो यही हो छु हेर्नु गाह्रो छ हेर्नु यस्तै हो ल है त बाई बाई